हेलो गाइस, व्हाट्स न्यू भिडियो में आज हामी कहाँ जान थालेको रे मम्मी? पाथिभाडा मन्दिर। पाथिभाडा मन्दिर जान थाले। यस्तो बाटो छ, आउनु सक्नु होला। हामी थाकेर म त लट्ठी इस्तेमाल गरेको छु। एउटा बुइनले बोक्दै बोक्दै ओ ऐसेलुको रुख छ यहाँनेर। मलाई टिपिन त म खान्छु एउटा। ऐसेलु कति रुपैयाँ? अनि यो चाहिँ के गुराँसको फुलहरु? काँचा गुराँसको फुल। ऐसेलुमा टिप्छ भिडियो गरेछ र? म आज हामी कहाँ ऐसेलु टिपन। ऐसेलु एउटा देखेको छैन। खोइ कुन हो यो? पहेँलो पहेँलो हो। दिदी ऐसेलु दिन्छ। ऐसेलु कस्तो हो त? ल्याउ एउटा। विशाल ऐसेलुको यता देखा न। तर गाई चाहिँ ऐसेलु चाहिँ धेरै छ त, हामीले टिप्न नसकेर चाहिँ यस्तो। यार ऐसेलु खाऊ भने अनि मलाई गोजी त्यो काँडाले बेबी। दुईटा एउटा ब्लगर यहाँ छ, एउटा ब्लगर बस्यो। गाइस मैले फेस रिभिल गर्छु त्यसैले म देखाउँदिन आफ्नो मुख। म आफ्नो फेस रिभिल गर्छु न, मुख देखाउँदिन कहिले। मेरो बुइनी हेलो गर्दियो। अब आधी बाटो छ जसै गयो तिनीहरु। म पनि सक्दिन। खानु पर्यो म पनि अब ऐसेलु टिप्नु पर्यो। गाइस खोइ तेर ऐसेलुको बोटै छैन त गाइस। ए मेरो पनि बनाइदिया न। ऐसेलुको कस्तो रहेछ है? यहाँ आउन मेरो बनाउनु। ऐसेलु कसको बनाउनु अब? ऐसेलु टिपेको ऐसेलु। म खान ऐसेलु सर यसरी ऐसेलु यहाँ रहेछ एउटा। कस्तो अमिलो। मेरो ऐसेलु आता काटी बिजो ऐसेलु गरुक जिसके हिँड्दैन छिटै गइदिउँ अब। अब न खुट्टाको हालत त्यस्तो भइसक्यो कि हिँड्न पनि भएको छैन अब त। मेरो लट्ठी खोइ त? उ त जे खाए पनि अगाउनु पर्ने। को? नानी। खोइ त बुइनी। ठुलोमै हामी कता जान लाग्यो रे? हामी पाथिभाडा आमाकोमा जान लाग्यो। पाथिभाडा आमा? एउटा गर्नलाई। अनि एउटा भ्लगर मैले यहाँ आएर देखेको यो फुलाउने हो है। बल खेलेको छ बच्चाले। एरोप्लेन हेर्नुहोस् गाइस, नदेखेको तपाईँले। अब गइदिहालौँ न अब। गइदिहालौँ। पाइपट्टि यस्तो चिम्रा छ, सजिलो बाटो छ, सजिलो आउनु पर्छ। म भिडियो बनाएर चाहिँ तपाईँ यहाँ फोटो अच्छा मलाई भन न बाटो कस्तो छ, खुट्टा कस्तो भइसक्यो। कहाँदेखि कहाँ पुगिसक्यौँ हामी? हामी कहाँ देखाएको अरे? मन्दिर आइपुग्न ला। मन्दिर गर्दाखेरि आज खुट्टा थियो। के अरे माताको मन्दिर आएको? पाथिभाडाको मन्दिर आएको हो। अनि भ्लग बनाउने त अहिले यस्तो हरियो जङ्गलहरू देखाउँछन्। अनि के भन्छ यो रोडको के? यो के हो? यो चाहिँ ब्लग मौरी पालनको लागि यस्तो मौरी पालन हो। भक्तपुरको सबैतिर मौरी पालनै पालन, घरतिर नि पाल्दैन सानो सानो डब्बातिर मौरीहरू बुनबुनाएर छ यहाँ सब। जङ्गलहरू यो घरहरू छ यहाँ। यस्तो नेपालको माथि नक्सा छ, नेपालको झन्डा छ। नेपालको झन्डाको लागि रेस्पेक्ट, लाइक एन्ड सब्सक्राइब गरिदिनुहोस्। मौरी नै मौरी छ यहाँनिर हो। एकछिन मन्दिरमा फोटो खिच्नुपर्छ क्या। नेपालको लागि एक्सप्लेन गर्ने जग्गातिर छ। अब यहाँनिर गइदिउँ। फेसबुकको लागि धेरैजना गइरहेको छ। गोजो 1 2 3 सब्सक्राइब एन्ड लाइक ठोकिदिनुहोस् मान्छेहरू। एकछिन ब्लग बन्द गर्नु। अम्बो भिडियो के हो त्यो त बस्ने ठाउँ होला नि। मन्दिर फेरि हो।
यताबाट बनाएर के के जाने पहिला पनि यताबाट बाटो हो त मन्दिर आइपुग्यो एकछिन भिडियो बनाउँछु अनि मन्दिर आइपुग्यो अब चल्दिम हाइट बल्ल पुग्यो माथि मार माता मन्दिर कम यहाँ पानी के प्रयोग गरेको क्या यहाँनेरि अब यताबाट यता यता तु त खोल्नु अब सबैजना सबैले खोल्न पायो भने के लाग्छ यताबाट हो कता आऊ बेबी मटोल यसैमा टोल गर्दै खोलेको अवस्था सबैजना थकित मटोलतिर गइथि टोलतिर चाहिँ ल